यो भिडियोमा हामी डिस्कस गर्नेछौँ स्ट्रक्चर्स जुन सी ल्याङ्ग्वेजको एकदम इम्पोर्टेन्ट पार्ट्सको रूपमा रहेको छ र स्पेसली ग्रेड 12को बोर्ड एक्जामको कुरा गर्ने हो भने एउटा स्योर क्वेसन्स यसै कन्सेप्टबाट आउँछ र यो एकदम इजी छ सम्झिनको लागि म फटाफट यहाँहरूलाई लान्छु फर्स्टमा जाउँ हामीले इन्ट्रोडक्सनमा सिंगल इन्टाइटी हियर सिंगल इन्टाइटी होल्ड्स द भेरिएबल्स फर द डिफ्रेन्ट डेटा टाइप्स एउटा सिंगल भेरिएबलमा लजिकली रिलेटेड डेटाहरूलाई उसले सिंगल टाइपमा स्टोर गर्छ। जस्तै हेर्नुहोस् है, मैले यहाँनिर रोल नम्बर लिनुपर्ने छ जुन इन्टको रूपमा आउँछ, नेम लिनुपर्ने छ जुन क्यारेक्टर्सको रूपमा हुन्छ, एज लिनु छ, त्यस्तै गरी मार्क्स लिनु छ, हुनसक्छ कन्ट्याक्ट नम्बर, यसरी लिनुपर्ने छ। धेरै डेटाहरू, धेरै डिफ्रेन्ट टाइप्सको डेटाहरू एउटै स्टुडेन्ट्सको हो नि त, होइन? यसको लजिकल्ली यही एउटा सिंगल स्टुडेन्ट्सको लजिकल रिलेटेड छ, हैन? यिनीहरूलाई एउटा सिंगल भेरिएबलको रूपमा जस्तै S1 S2 भनेर हामीले लिन सक्छौँ, यसरी स्टोर गर्न सक्छौँ, जसको लागि हामीलाई चाहिन्छ स्ट्रक्चर्स जुन एकदम इजी छ। र यसको स्टार्टिङमा हामीले स्ट्रक की STRUCT स्ट्रक की युज गरेर हामीले डिक्लेयर गर्छौँ। जस्तै मैले यहाँनिर डिक्लेयर गरेको छु, होइन? स्ट्रक की यो किवर्ड हो। स्ट्रक्चर्सको नाम दिएको छु मैले यहाँनिर, जस्तै स्टुडेन्ट भयो स्ट्रक्चर्सको नेम, त्यसपछि यहाँनिर डेटा टाइप र मेम्बर, है? मेम्बर जस्तै मेम्बर, अब यसमा यो जति पनि डेटा टाइप्सहरू हामीले लेख्छौँ, दिज आर द डिफ्रेन्ट मेम्बर्स अफ अ स्ट्रक्चर्स। जस्तै यसमा रोल एउटा मेम्बर भयो, नेम एउटा मेम्बर भयो, तर तिनीहरूको डेटा टाइप हाम्रो डिफ्रेन्ट छ। त्यही भएर हामीले यहाँनिर पहिला सुरुमा डेटा टाइप भन्छौँ, त्यसपछि मात्र हाम्रो मेम्बरहरू डिक्लेयर गर्छौँ यसरी यो, र त्यसपछि हामीले यहाँनिर भेरिएबल यहीँनिर पनि डिक्लेयर गर्न सक्छौँ, यसलाई सेपरेटली पनि डिक्लेयर गर्न सक्छौँ। म त्यो प्र्याक्टिकली म यहाँहरूलाई देखाइ नै हाल्छु, होइन? सो S1 S2 दिज आर द डिफ्रेन्ट भेरिएबल अफ अ स्ट्रक्चर्स। यो हाम्रो सिन्टेक्स भयो, होइन? अब यसको फिचर्सको कुरा गर्ने हो भने हेर्नुहोस् है, एकदम इम्पोर्टेन्ट, द्याट्स वाइ इज वान अफ द बेसिक। अब अझै हामीले अब्जेक्ट ओरिएन्टेड कुरा गर्ने हो भने यो एउटा एज अ क्लास अर अब्जेक्टको रूपमा लिन सकिन्छ, होइन? जसले डिफ्रेन्ट एट्रिब्युट्सहरूलाई, डिफ्रेन्ट डेटाहरूलाई होल्ड गर्छ एउटा सिंगल भेरिएबलमा। So it can be treated as a record that is collections of interrelated data fields, है? Collections, and it is possible to assign simply equal to operatorबाट हामीले होल डेटालाई एकैचोटि असाइन गर्न सक्छौँ। जस्तै मैले अघि गरेको थिएँ, होइन? हाम्रो एउटा भेरिएबल S1 थियो, अर्को भेरिएबल S2 थियो। अब S1 र S2 को भेरिएबल मैले यहाँनिर डेटा डिक्लेयर जति पनि हाम्रो मेम्बर्स थियो, मैले यति मात्र गरेँ भने यो सबै एज अ सिम्पल ट्रिटमा यो S2 को भ्यालु जम्मै S1 मा स्टोर हुने भयो। यसको नेम भयो, होइन? जति पनि मेम्बर्सहरू थियो त्यो सबै यहाँनिर होल्ड गर्ने भयो। कति सजिलो छ हेर्नुहोस् है। इट अलाउस नेस्टेड स्ट्रक्चर भनेको स्ट्रक्चरभित्र पनि अर्को स्ट्रक्चर्स हामीले असाइन गर्न सक्छौँ। इट इज पोसिबल टु पास द स्ट्रक्चर भेरिएबल्स एज अ प्यारामिटर्स टु एनी फङ्सन। हामीले फङ्सन युज गरिरहेछौँ भने त्यसमा पनि हामीले स्ट्रक्चरलाई एज अ प्यारामिटर्सको रूपमा होल स्ट्रक्चरलाई पठाउन सक्छौँ, होइन? त्यो पनि एकदम सजिलो छ। पोसिबल्स टु स्ट्रक्चर पोइन्टर, हामीले यहाँनिर स्ट्रक्चर पोइन्टरहरू डिफाइन गर्न पनि सजिलो छ, एकदम सजिलो छ। दिज आर द बेसिक फिचर्स, द्याट्स वाइ स्ट्रक्चर इज द मस्ट इम्पोर्टेन्ट पार्ट अफ द सी ल्याङ्ग्वेज। जस्तै पोइन्टर भयो, होइन? यिनीहरू जस्तै। सो सी ल्याङ्ग्वेजको यो बेसिक कुराहरू र यही स्ट्रक्चरबाट हाम्रो अरू फर्दर आउँछ नै, र स्पेसली ग्रेड 12को बोर्ड एक्जामको कन्सेप्टले गर्ने हो भने त झन् यो वान अफ द मस्ट इम्पोर्टेन्ट। म अघि वाइ स्ट्रक्चर्सको केही पार्टहरू छुट्याइरहेको थिएँ, अझै पनि हामीसँग छ, र यसमा सिन्टेक्सको मैले अघि पनि कुरा गरिसकेको छु, होइन? हाम्रो किवर्ड चाहिँ हाम्रो स्ट्रक हुन्छ, र यो जहिले पनि लोअर केसमा हुन्छ है साथीहो, यो लोअर केसमा हुन्छ। यो त्यसपछि यहाँनिर नेम आयो, त्यसपछि दिज आर द डिफ्रेन्ट मेम्बर्स, हामीले अघि पनि मैले कुरा गरिसकेँ। यसरी हामीले यसलाई एज ए एरेको रूपमा पनि डिक्लेयर गर्न सक्छौँ, छुट्टै भेरिएबल पनि डिक्लेयर गर्न सक्छौँ। यो मैले यहाँहरूलाई प्र्याक्टिकल्ली देखाइ नै हाल्छु। र अर्को यसको इम्पोर्टेन्ट भनेको हाम्रो स्ट्रक्चर्सको हेर्नुहोस् है, हाम्रो युनियन र स्ट्रक्चर्सको कन्सेप्ट उस्तै हुन्छ, तर युनियनले चाहिँ के गर्छ भने जस्तै मैले यहाँनिर चाहिँ यसको साइज सबभन्दा यहाँनिर बढी साइज यहाँनिर 10 दिएको छु मैले नेमको, स्टुडेन्ट्स नेम। आइडी त हाम्रो बाई डिफल्ट 2 बाइट्सको हुन्छ, होइन? हुन त इट डिपेन्ड अन मसिन, कतिमा 4 बाइट्स पनि देखाइराखेको हुन्छ।
यहाँनिर 10 बाइट्स युनियन गरेको भए मेरो यसको होल साइज नै, यो स्टुडेन्ट्सको होल साइज, यसको स्ट्रक्चर्सको होल साइज नै 10 हुन्थ्यो भने यहाँनिर चाहिँ हाम्रो यसको होइन कि यो टोटल जति पनि मेम्बर्सको साइज छ त्यो सबलाई एड गरेर कति हुन्छ त्यति नै स्ट्रक्चर्सको साइज हुन्छ। सो यहाँ हेर्नुहोस्, अब जस्तै मैले यहाँनिर इन्ट यस आइडी भनेर मैले यहाँनिर डिक्लेयर गरेँ, यो यहाँसम्म इन्ट 4वटा लियो, त्यसपछि हाम्रो यो नेमको लागि हाम्रो यहाँसम्म अर्को 10वटा लियो, त्यसपछि एजको लागि अर्को 4वटा, फ्लोटको लागि अर्को 4वटा, यसरी उसले मेमोरी कन्टिजियस मेमोरीमा एलोकेट गरेको हुन्छ मेमोरीलाई र त्यो अनुसारको स्टोर गर्दै गएको हुन्छ। सो आई थिङ्क आई मेड इट क्लियर। अनि प्र्याक्टिकली मैले अर्को भिडियोमा यहाँहरूलाई यसलाई क्लियरली प्रोग्राम गरेर देखाउँछु ताकि यहाँहरूलाई अझै मैले क्लियर कन्सेप्ट गरेँ। यहाँहरूलाई कस्तो लागिरहेछ प्लिज लेट्स, मैले यहाँहरूकै लागि यत्रो मेहनत गरेको छु र एक्सपेक्ट गर्छु यहाँहरूले मेरो यो भिडियोलाई मन पराइदिनुहुन्छ, लाइक, सेयर, सब्सक्राइब गरिदिनुहुन्छ। सी यू इन नेक्स्ट भिडियो। थ्याङ्क यू।